हेलो गाइज वेलकम टु माई च्यानल दिस इज सन्देश प्रधान वान सेकेन्ड तपाईँहरूको सामु फेरि एउटा नयाँ भिडियोज लिएर आइसकेको छ तपाईँहरूको सन्देश प्रधान। सो सर्वप्रथम चाहिँ हजुरहरूलाई नमस्ते। अनि आज चाहिँ मेरो भिडियो स्टार्ट गर्नु गइरहेको छु। सो आजको मेरो भिडियोमा चाहिँ भिडियो बनाउनुको मेन तात्पर्य चाहिँ के छ भन्दाखेरि चाहिँ मेन मोटिभ अनि कन्टेन्ट चाहिँ के रहेको छ भन्दाखेरि चाहिँ आफ्नो कामलाई चाहिँ इज्जत गर्नुहोस्। तपाईँले के काम गर्नुहुन्छ, कस्तो काम गर्नुहुन्छ त्यो केही फरक पर्दैन। हेर्नुहोस् है, यो मसँगै पनि भएको घटाउँदै गरेर म सबैसँग सेयर गर्नु गइरहेको छु। मलाई पनि मान्छेले भन्छ कि तँ यत्रो पढेको केटा भएर एउटा ग्यारेज चलाएर बस्छस्, के भएको तँ भनेर। म त्यो ग्यारेजमा खुसी छु यार। मैले त्यो ग्यारेजमा होइन सुख दुःख कमाउँदैछु, एउटा आफ्नै गाउँठाउँमा बसेर म त्यो काममा एकदमै खुसी छु। तपाईँहरूलाई पनि म एउटा कुरा भन्न चाहन्छु, तपाईँले जुनसुकै काम गर्दै गरेको होस्, चाहे तपाईँ ड्राइभर होस्, चाहे तपाईँ एउटा चियापत्ती टिप्ने होस् चिया बगानको, चाहे तपाईँ एउटा लेबर काम गर्ने मिस्त्री होस्, तपाईँहरूले चाहिँ आफ्नो कामलाई चाहिँ एकदमै राम्ररी गर्नुपर्छ। आफ्नो कामलाई इज्जत गर्नुहोस्। जसले आफ्नो कामलाई इज्जत गर्छ त्यो मान्छे कहाँदेखि कहाँ पुगेर जान्छ, त्यो तपाईँहरूले गाउँठाउँमा पनि देखिरहनु भएको छ। जसले आफ्नो कामलाई इज्जत गर्दैन नि, तपाईँहरूले हेर्नुहोस् त्यो मान्छे जहाँ छ त्यहीँ छ, कतिजना त्यहाँबाट पनि तल गएर पनि शेष हुँदैछ, हुने पुगेन, तिनीहरू झन् डाउनफल हुँदै जाँदैछ। सो हजुरहरूले यति भन्न चाहन्छु कि तपाईँले के काम गर्नुहुन्छ त्यो केही फरक पर्दैन, तर जुनै पनि कामलाई गर्नुहुन्छ एकदम मजाले प्यासनेट भएर त्यो काममा नयाँ नयाँ कुराहरू एड गर्नुहोस् होइन। जस्तै हाम्रो यहाँको मिस्त्रीहरूले पनि अब इटाइ मात्रै जोडेर त हुँदैन नि त भाइ। अब उताबाट बङ्गालीहरू आउँछ, भैयाहरू आउँछ होइन, अहिले इस्लामी पुरीहरू आउँछ, उनीहरूले टाइल्स जोड्छ, यस्तो दामी दामी फर्निचरहरू बनाउँछ, अब दामी फिनिसिङको काम गर्छ। तपाईँहरूले पनि त्यो कुराहरू एड गर्नु पऱ्यो नि त हो। अन्त यहाँ भन्छ कि हामीलाई नेपालीहरूलाई चाहिँ यहाँ कामै दिँदैन भन्छ। अरे तिमीहरूको त्यो एलिजिबिलिटी छैन नि त, तिमीहरूले त गर्नु सक्दैन भने त तिमीहरूले डल्लो खालको पोस्ट बनायो भने त छक्कै पर्नु के हो, डल्लो पोस्ट गर्नु सक्दैनौ तिमीहरू। मैले चाहिँ त्यो अब कसैलाई पनि मनमा घोट्ने गरी भनेको होइन। अब यस्तै खालको इक्जाम्पल दिएको, कुनै पनि काम गर्नुहुन्छ अलिक पेसनेट भएर गर्नु, त्यो नयाँ नयाँ कुराहरू एड गर्नुहोस्, मजाले गर्नुहोस्। किनभने मैले धेरै देखिसकेको छु। अब जस्तै मैले लेबरको मैले इक्जाम्पल दिइहालेँ तपाईँहरूलाई। यो तपाईँहरूले राम्रोसँग सोच्नुहोस् है। अब यो खिर्कीहरू बनाउँदाखेरि पनि हेर्नुहोस् त, अब भइहाल्यो बनाएको खिर्कीहरू कस्तो दामी हुन्छ। ट्राफिक काम त गर्नु जान्दैन हाम्रो एरियाको मिस्त्रीहरू। अन्त हाम्रो नेपाली दाजुभाइले गर्नु सक्दैन भनेको होइन, मैले गर्नु सक्नुहुन्छ तपाईँहरूले, मलाई विश्वास छ। हाम्रो नेपाली दाजुभाइ पनि छ, आइएएस अफिसर, आइपिएस अफिसर, कस्तो मान्छेहरू गर्ने छ होइन, बिजनेसम्यानहरू, इन्टरप्रेनरहरू, कस्तो मान्छेहरू होइन। अब अहिले पढेको केटाहरूले पनि अब कस्तो गर्दैछ, म पनि गर्दैछु साथसाथमा। मैले मभन्दा जुनियरहरूले पनि गरेको देख्दैछु, मभन्दा सिनियरहरूले पनि डरलाग्दो गरेको देखेको छु। त मैले चाहिँ के भन्नु खोज्छु भने गर्नु सक्छ, त्यो छ, क्यापेबिलिटी हामीमा छ। हामी रिस्सा हो, हामी डरलाग्दो हो, सुच्चा हो, थाहा छ। तर नेपाली कम्युनिटी चाहिँ एउटा यस्तो कम्युनिटी हो कि भाइ, एउटा कुरा याद गरेको तिमीहरू, हामी चाहिँ यस्तो हो कि मनबाट चाहिँ नि हामी शेष हुने भाइ। हामी चाहिँ जतिसुकै हो, चाहे हामी आउटसाइडर तिमीहरू बाहिर जाउँ त कस्तो हेपिदिन्छ हामीलाई, तर हाम्रो चाहिँ यहाँ अलिकति भइहाल्यो भने पनि अर्को घरलाई लेडिज के हुन्छ भने ए भाइ छोड्दै नगर्न विचार काम गर्नु। अन्त हामी एउटा नेपाली कम्युनिटी चाहिँ एउटा यस्तो हो कि एकदम हाम्रो हृदय चाहिँ एकदमै सानो छ, बुझ्नुभयो। अन्त यो हामी चाहिँ एकदमै सफ्ट हार्टेड हो। अन्त हामीले सफ्ट हार्टेड भएर चाहिँ मान्छेले हामीलाई पुरा दबाउनु पनि खोज्छ। यो कुरा चाहिँ हामी एकदम याद गर्नुपर्छ। हाम्रो लेबर दाजुभाइहरू जस्तै अब काममा जाँदाखेरि अलिक चुटिक्कै भएर जानुहोस्, आफूलाई मेन्टेन गर्नुहोस्। त्यहाँ गएपछि अब टक्कै आफ्नो के छ लुगाहरू लाउनु पर्ने होइन, कम्प्युटरहरू पऱ्यो, ग्लोभ्सहरू पऱ्यो। अझ फरेनतिर पनि यो काम हुँदैन होइन नि हौ। स्विपरहरू फरेनतिर कहिले पनि टट्टी गर्दैन होइन, सबैले हक्छ नि फरेनतिर पनि। त्यो ड्रेनहरू ब्लक भएर बाहिरतिर चुप्पुहरू निक्लिन्छ नि, तर त्यहाँतिर सफा गर्ने मान्छेहरू कसरी हुन्छ थाहा छ तपाईँलाई? मैले चाहिँ फरेन गएर हेरेको होइन नि, तर अब हामीले चाहिँ सर्च गरेर हेरेको यस्तो कुराहरू हुन्छ नि त। त्यहाँतिर कसले पनि हक्दैन, मैला गर्दैन होइन नि, हुन्छ फरेनमा पनि। तर यो कुराहरू चाहिँ कसरी उनीहरूले मेन्टेन गर्छ भने उनीहरूले टक्कै गमबुट लाउँछ, उनीहरूको टक्कै सुट हुन्छ, लेबर सुट लायो, टक्कै हेलमेट लायो। अन्त हेर्नु उनीहरूलाई कति मजाको चुटिक्क देख्छ उनीहरूले, किनभने हाइली मेन्टेन गरेको छ नि त आफूलाई। एउटा लेबरले पनि एउटा आफूलाई हाइली मेन्टेन गर्यो भने तपाईँहरूले माथिबाट पनि त्यस्तो दबाउ गर्नु सक्दैन, दबाउ दिनु सक्दैन क्या त। जस्तो तपाईँ अब त्यो लेबर अब त्यो हुन्छ नि, बुझ्नु भएन मैले के भन्नु खोजेको। म अब भन्यो भने कतिजना मनमा लाग्छ र, तर मैले जस्ट एउटा तपाईँलाई घोचेर चाहिँ भनेको होइन, आफूलाई मेन्टेन गर्नु हो जुनै पनि काम होस्। जस्तो कि म मेरो एउटा बाइकको ग्यारेज चलाउँछु, म त्यहाँ मेकानिक जस्तो भएर काम गर्छु, तर म त्यो एउटा मैले मेन्टेन गरेर राखेको छु। अब मेरो कतिजना भाइहरूले देखेको छ, त्यो चाहिँ तपाईँहरूले गर्नुपर्छ। म भयङ्कर म डरलाग्दो भनेको होइन, मैले कसैलाई पनि तल पनि देखाएको होइन। मैले भन्नु खोजेको चाहिँ आफ्नो कामलाई चाहिँ मेन्टेन गर्नु, इज्जत गर्नुहोस्। जुन पनि कामले तपाईँको घरमा बुढी पाल्दैछ, आमा बाबा पाल्नुहुँदैछ, घरमा चुला बोल्दैछ भने त्यो काम तपाईँको लागि इम्पोर्टेन्ट हो, इज्जत गर्नुहोस्। त्यो तपाईँको लक्ष्मी माता हो, त्यसलाई पूजा गर्नुहोस्। त्यो काममा एकदमै डेडिकेसन हुन्छ, फुल्ली फोकस हुनुहोस्। बुझ्नुभयो मैले भनेको? अन्त त्यही कारणले मेरो आजको भिडियोको चाहिँ मेन मोटिभ नै यही हो कि अब आफ्नो काममा चाहिँ इज्जत गरिदिनुहोस् सबैले होइन। किनभने कुनै पनि काम ठुलो सानो केही हुँदैन, गर्नेले सानो काममा पनि गरी खाएर कस्तो भएर गएको छ, नगर्नेहरू चाहिँ नि देख्नुपर्छ। कस्तो डरलाग्दो काम गर्ने मान्छेहरू पनि देख्छ गाउँमा, भाइ 20 रुपियाँ देन, 50 रुपियाँ देन भाइ, 30 रुपियाँ देन भनेर बाँकी खाएर तमासा गरेर हिँड्दै गरेको हुन्छ। सो त्यस्तो चाहिँ नहुनुहोस्। एउटा मान्छे भएपछि एउटा राम्रो हुनुहोस्, किनभने मान्छेको जुनी पाउनु चाहिँ बहुत साह्रो छ है।
मान्छेको जुनी चाहिँ कुनै कति 86 कुनै के करोडहरू पछि त्यस्तोहरू त मलाई थाहा छैन अब तर त्यस्तो भन्छ नि त मान्छेको जुनी चाहिँ कति जन्मपछि आउँछ भनेर सो यो जीवन तपाईँहरूले अब एकदमै दुःख गरेर पाउनु भएको यसलाई चाहिँ राम्ररी युज गर्नुहोस् आफ्नो कामलाई इज्जत गर्नुहोस् अनि एकदम आफ्नो काममा नयाँ नयाँ कुराहरू एड गर्नुहोस् हाम्रो दाजुभाइहरू सबैजनालाई भन्छु मैले धेरै देखेको छु चाहे लेबर होस् चाहे ड्राइभर होस् होइन जस्तो सुकै काम गर्नुहोस् आर्मी पुलिस जस्तो सुकै काम गर्नुहोस् आफ्नो कामलाई इज्जत गर्नुहोस् आफ्नो कामको पूजा गर्नुहोस् तपाईँलाई सबै दुनियाँले नै पूजा गर्छ अनि तपाईँ अघि बढ्नुहुन्छ धन्यवाद